बाबा हेरबुढी हाम्रो चेलो भनेको चेलो हाम्रो जस्तो चेलो कोही बसेर यही गाउँमै ब्रान्ड हाम्रो चेलो ब्रान्ड होइन बा आज हाम्रो चेलाले स्कुलमा फुटबलमै फर्स्ट भयो तपाईँ पुरस्कार ल्याउनलाई स्कुल बोलाएर हो कि नि बट्टी बट्टा अरे रुक्यो होला के हो मर्यादा सोनी जुरे हो नहीं मान्छे त मान्छेहरू को रहेछ त यति जानु यो त हरामी लाल रहेछ क्या सुनाउनु उठाउनु आफ्नो पढाउँथ्यो गाउँको मान्छे हो बाटो बनाएर पढाएको थियो हरामी लाल अब उठ्दैन हात यार कसो बेइज्जती मान्छे रहेछ रोड बाटोमा पढ्दैछ तर खाइबाट हो यी रातै मलाई यो डिस्टर्ब गर्दै हे भगवान दोपहर भइगयो मान्छे काना पुगिसकेको रात छ फेरि चौडी थुकाइ खाने क्या आँखालाई दुधेर जान्छ त ठिकै बस ओहो ल हाम्रो पूर्वाधार लाग्छ स्कुल हाम्रो चेलो पढाउन फर्स्ट गरेछ पुरस्कार ल्याउनु ये बिहानै रात हो कि बिहान हो कि खेल्थ्यो अनि चिनी चाट त पढेर स्कुल भने कि स्कुल जान स्कुल पुरस्कार ल्याउनु यी गुवाको चेलो हो मेरो त खाली विद्यालयका कसैलाई एकदमै जान्न छु हुन त ठिकै पनि यसै हरामी लाला मात्रै के लाग्छ जसो बहु चेलो चेलो त हाम्रो ए निरकण्ठे काका मलाई उठाउन आउँछ आफ्ना छोराको बयान गर्न आयो कि मेरो मैले चेलो त कम्ती कहाँ छ रे मेरो चेलो फुटबल खेलाडी हुने हो रे भित्रमा 2 कौडी छैन आएर फुटबल खेलाडी मेरो पनि छोरा डाक्टर बन्छ कम्ती बन्छ एक दिन डाक्टर बनेर देखाउनेछ त्यसको सामु अनि थाहा पालास् ए निरकण्ठे खुब छोराको फुर्ती लाउँछस् तेरा छोराका फुर्ती पढ अब आज बुढीसँग गएर सम्झौता गरेर मेरो छोरालाई डाक्टर बनाउन काठमाडौँ पठाउनु पर्ने छु होइन हेलो हाँ भाई साहब हाँ कहिए पहुंच गए माल ऐसा तो पता नहीं है अरे मैं इधर से भेज दिया हूँ इससे पहले वो अंडे के क्रेट में डाल के भेजा था पुलिस पकड़ लिया इस बार मैं क्या कर दिया हूँ अंडे के अंदर डाल के भेज दिया हाँ भेजिए भाई भेजिए ऐसा करो नेपाल के जितने भी बेरोजगार लड़के लोग हैं ना सबको रोजगार में लगा दो सबको एक एक पुड़िया एक एक डोज माल दे दो आराम से रोजगार में लगेंगे अरे उसका तो चिंता मत करो भाई नेपाल में आजकल बहुत जा रहा है माल आप भेजिए बिक्री करने का काम हम कर देंगे ठीक है अभी दूसरा पार्टी भी आ रहा है मैं उससे बात कर रहा हूँ तुम उधर का देखो ठीक है भाई रखता हूँ दाई नमस्कार दाई नमस्कार कता भेट्ने हो दाई मलाई थोरै माल चाहिएको छ माल चाहिएको छ दाई उधार हो दाई हुँदैन भाइ दाई प्लिज हाम्रो धन्दामा उधारो भने फिटिकै चल्छ दाई प्लिज मलाई लास्ट भइरहेछ नखानु पारो झन्डै मर्छु त्यो तेरो समस्या हो भाइ दाई प्लिज मलाई पनि उताबाट क्यास गरिकन सामान आउँदैन उधारो पनि आउँदैन भाइ नगर्नु मलाई दाई त्यस्तो नगर्नु दाई प्लिज हेर भाइ अरू जे माग्छस् माग त्यो सामान चाहिँ म दिँदैन है दाई तपाईँलाई धेरै रिक्वेस्ट गरिरहेको छु प्लिज भनिरहेको छु प्लिज लास्टिङ भइरहेको छु अन्त कस्तो भएछ उधारो चल्दैन पहिला पैसा दिने त्यसपछि मात्र माल मिल्छ प्लिज मसँग पैसा छैन लास्ट नत्र म मर्छु के हुँदैन होला त्यसरी हुँदैन भाइ दाई कसरी हुन्छ अनि त जे सुकै गर भाइ म उधारो भने फ्री दिँदैन दाई काम गर्नु मसँग मोबाइल छ मोबाइल राख्ने त दाइ मोबाइल के छ तेरो मोबाइल हो कि तोरै ल्याइस् त हो दाई मेरै मोबाइल हो तोरै ल्यायो भने त फोकरा पुलिस हुन्छ भाइ दाई प्लिज मेरै मोबाइल हो दाई मलाई लास्ट भइरहेको छ दाई मोबाइल चल्छ नि चल्छ दाई
होइन कसरी चोरेर ल्याएको चाहिँ कति रुपियाँमा ल्याएको मेरो हो नि 15,000 मा किन हामी चोरेभन्दा राम्रो दिएको हुन्छ नि त त्यो फसाउला नि फेरि भाइ छिटो दिन न छिटो मान्छ त छिटो दिनु छिटो कति दिए भन्छ थ्याङ्क यू दाइ मेरो ज्यान बाँच्ने भयो यस्तो गर न तँसँग पैसा हुँदैन होइन हजुर तैँले के गर भनेदेखि जतिसक्दो धेरै ग्राहक हुन होइन अनि तँलाई म माल फ्रीमा दिन्छु ठिक छ दाइ म पनि त्यहाँ कलतिरको केटाहरूलाई धेरै सामान बिक्री गराइदिन्छु तपाईँको अनि म सबै केटाहरूलाई पनि यहाँ बोलाउँछु नि ल हुन्छ हुन्छ म बिन्दास म मोजमा हिँड्छु थ्याङ्क यू दाइ थ्याङ्क यू